घरमा खुडा छ भने खुडा, खुकुरी छ भने खुकुरी, गुलेली छ भने गुलेली बोकेर हिँड। उठ केटा हो, किन सुतिरहेछौ? म पो विदेशमा छु त हौ, तिमीहरू त नेपालमा छौ यार, केही गर। आज फागुन 25 गते होइन, आज राजतन्त्र ल्याउने भन्दैछन् त। आज चाहिँ पोखराबाट काठमाडौँ त्रिभुवन विमानस्थलमा राजा आउँदै हुनुहुन्छ। उठ केटा हो, धेरै सुत्नुहुन्न, हामी जस्तै फेरि अर्काको गुलामी गर्न पर्ला, त्यही भएर राजा ल्याऊ। गणतन्त्र फाल्नै पर्छ, हामीलाई आज राजतन्त्र चाहिन्छ। राजालाई चाहिँ आज गद्दीमा छिराउनु पर्छ है, राजालाई आज छिराउनु पर्छ र सिरपेज उडाउनु पर्छ। साथीभाइहरू है, सबैले साथ दिउँ, राजालाई ल्याउनै पर्छ। जय देश जय राजा है। अब अस्ति भनिसक्नु भएको छ हाम्रो राजाले, प्रजालाई आह्वान गरिसक्नु भएको छ, अब दिन आइसकेको छ। त्यसैले गर्दाखेरि उठ, तात्याओ, घरमा खुडा छ भने खुडा, खुकुरी छ भने खुकुरी, गुलेली छ भने गुलेली बोकेर हिँड। ल हामी अर्काको गुलामी। बाई बाई।